कथा भूतको बाँकी अंश। यत्रो ठुलो घाउ त निको भयो बुढा, अब जाब एउटै खुट्टै नटेक्नु भनेको त देवी देवताको दोष नै हुनुपर्छ। म धामी खोज्न जान्छु। सुन्दरी डल्लेलाई सुनाउँदै तगाराबाट बाहिर निस्की। डल्लेलाई पत्यार नलागी पनि धामीलाई देखाउनु पर्ने भयो। धामीले जोखाना हेऱ्यो, दोबाटे भूत र जलडङ्किनीले दुःख दिएको रहेछ। एकपटक चिन्ता बस्नुपर्छ, बरु के भएको हो छ सबै थाहा हुन्छ भनेर गाउँभरिका देवी देवताहरू पोकारेर अक्षता मनसाएर गयो। बिहानै उठेर सुन्दरीले सोधी, आज त अलिक निको भयो होला नि, होइन बुढा? मैले त अस्तिदेखि भनेको नि धामी लाउँ निको हुन्छ भनेर। अब भरे नै चिन्ता बसेर सबै भूत प्रेत भगाइदिन्छु भनेको छ। अब कालो बोका पो कहाँबाट ल्याउने हो? रातो भाले त घरमा छँदैछ भन्दै सुन्दरी गाउँतिर लागि। सुन्दरीले पूजा गर्ने कालो बोको नभेट्टाएर धामीलाई भन्न धामीका घरतिर लागि। माना चामल आना पैसा भन्ने चलन त छ, तर आना पैसाको साटो 500 रुपैयाँ र 2 किलो चामल अनि फलफुल सिन्दुर सुपारी सबै कुराको कुखुराको फुल र रातो भाले भयो भने आजलाई त्यसैले बनाउँला, भएन भने मात्र कालो बोको खोजौँला। भरे बेलुका म आउँछु, धामीले सबै कुरा खुलस्त भनिदियो। सुन्दरी खुसी हुँदै घरमा आई। साँझपख आफ्नो सबै सामान बोकेर धामी आइपुग्यो। उसको साथमा एउटा धुपौरे पनि आएको थियो। धुपौरेले सबै चाहिने सरसामान रुजु गर्यो, खानावाना बनायो। केही बेरमा गाउँलेहरू पनि निकैजना भेला भए। धामीले बेसरी फलाकेर ढ्याङ्ग्रो ठोक्यो र काम्न थाल्यो। हो हेर 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 हाँ जलडङ्किनी तेरो पैतालाको रगत चुसी तँलाई खचा बनाएको रहेछ हे बाला मनुवा। तैँले नदी खोलामा कहिले पनि सेवा गर्ने गरेको छैन हो कि होइन भन्? धामीले कोइरन ल्यायो है। होला होला परमेश्वरा, यो बाला मनुवाले जानेन, माफ बिना गरिदिनु पर्यो परमेश्वरा। दर्शक मध्येको एउटाले यसो भन्यो। हेर 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 तँलाई कालो बोकाको रगत रले गोडा धुई पखालेर त्यो रगत लगी कोसी महा चढाई अर्को एउटा कालो पोथी कुखुरा ल्याए धाई पूजा गरी जान्ने जान पालाई लगाएर अन्साई मनसाई गरे मात्र तेरो घोडा लाग्छ, नत्र भने ता अपाङ्ग हुने छसै बाला मनुवा। धामीले बेसरी कामदै फलाक्न थाल्यो। होला होला परमेश्वरा, जसो जसो भन्नुहुन्छ हामी उसै गर्छौँ परमेश्वरा। अरू एकजना हामी कोही पनि चिन्दैनौँ परमेश्वरा। हजुरकै बाला डाङ्ग्रेलाई लगाउँछौँ है परमेश्वरा। के चाहिन्छ सबै बताइदिनु पर्यो, दर्शकले पनि भट्याउँदै भन्यो। धामीले भने जति सबै सामग्री जुटाएर सबै पूजाआजा गर्यो, तै पनि डल्लेको खुट्टा दुख्न छोडेन। साथीभाइको सल्लाह अनुसार एकचोटि अस्पताल गएर देखाउने कुरा भयो। गाउँघरका सबै इष्टमित्रले पनि सहयोग गर्ने भए। अलिकति पैसा पोको पारेर डल्ले काठमाडौँतिर लाग्यो। शिक्षण अस्पतालमा गएर एक्सरे गरेर हेर्दा गोली गाँठासँगैको जोर्नी खुस्केको भन्ने थाहा भयो। डाक्टरले मलम पट्टी गरेर ओखती पनि खान दिए। खुट्टो राम्रै टेकिन थाल्यो र डल्ले घर फर्कियो। न कुनै जलडङ्किनी, न कुनै देवी देवता, न दशाग्रह, न त भूत प्रेत। सानो कुरामा ठुलो खर्च पो गरिएछ भनेर डल्ले सोच्न थाल्यो। मैले के चाहिँ देखेँ त त्यहाँ? मेरो दृष्टिभ्रम पो होला यो त। मैले त्यही बेला अलिक चासो राखेर हेरेको भए कोही मान्छे नै पो थियो कि? त्यहाँ तुरा बजाउने आइमै कोही पो आएका थिए कि? आदि आदि। हामी कतिसम्म भ्रममा हुन्छौँ भने कहिलेकाहीँ आकाशमा हेर्दा बादलमा बाघ, भालु, हात्ती साथै चराचुरुङ्गीहरूको आकृति देखा पर्छ। ती आकृतिहरू हेरेर हामी आकाशमा जनावरहरू बस्छन् भन्दा पनि पत्याउँछौँ। ती बादलका आकृतिहरू एकैछिनमा हराउँथे अनि हामी त्यसलाई खोज्न थाल्थ्यौँ। त्यो मात्रै
सबै दृष्टिभ्रम त हो नि। बा कुनै जनावर त्यहाँ न त कुनै जनावर त्यहाँ थियो, न मैले मान्छेको आकृति नै देखेँ। यस्तो कुरा मैले घरमा आएर भन्नुहुने थिएन। मैले त्यो कुरा सुन्दरीलाई सुनाउनाले यो हो हल्ला र खर्च पनि भयो। हाम्रो समाज यस्तै अन्धविश्वास र रूढिग्रस्त तर्कनाले गर्दा अहिलेसम्म पछाडि परेको हो। यहाँ सबै कुरालाई आध्यात्मिक दृष्टिले हेर्ने गरिन्छ। हाम्रा आँखा नै रूढिग्रस्त छ। भौतिकवादलाई मिथ्या दृष्टिले हेर्ने गरिन्छ। त्यसै कारणले नै सुन्दरीले पनि त्यही सामाजिक परम्परालाई जोडेर हेरेकी हो। डल्ले निको भएर घरमा आएको केही दिनपछि गाउँघरतिर निस्क्यो र उसले यो कुरा पनि थाहा पायो कि उसलाई त्यो घटना भएको दिन पल्ला गाउँकी मन्तरे खत्रीकी बुहारी हराएकी रहेछ र त्यही नदी किनारमा उसका गहना र लुगा कपडा भेट्टाएको कुरा थाहा पायो। त्यही बेलामा हो उसले निहालेर हेरेको भएदेखि मर्ने त थिइन होला। धन्यवाद। कथा सकियो।